तपाईले यो एउटा मोडल वा ब्लुप्रिन्टलाई फलो गर्नुभयो भने एउटा राम्रो कथा लेख्न सक्नुहुन्छ। हामीले हेर्ने प्राय फिल्म यही एउटा फ्रेमवर्क युज गरेर लेखिएको हुन्छ। यो कथा लेख्ने तरिकालाई 3 एक्ट स्ट्रक्चर भनिन्छ। यसको अनुसार तपाईले पहिला कथालाई 3 भाग लगाउनुपर्छ। एक्ट 1 सेटअप, एक्ट 2 कन्फ्रन्टेसन, एक्ट 3 रिजोल्युसन। सरल भाषामा भन्नुपर्दा बिगिनिङ, मिडल र एन्ड। एक्ट 1 मा तपाईले यो कथा कसको, कहाँको र केको बारेमा हो भनेर देखाउनुपर्छ। फिल्मको प्रोटागोनिस्ट को हो, ऊ कहाँ छ, उसको जीवन कस्तो छ र उसले के चाहन्छ। यी प्रश्नको उत्तर एक्ट 1 बाट अडियन्सले थाहा पाउनुपर्छ। 2008 मा रिलिज भएको एनिमेटेड मुभी कङ फु पान्डामा हामी देख्छौं कि फिल्मको प्रोटागोनिस्ट पो हो। ऊ आफ्नो बुवासँग खानदानी रेस्टुरेन्टमा काम गर्छ, तर उसको सपना भने कङ फु वारियर बन्नु हो। अब कथाको सेटअप भइसकेपछि प्रोटागोनिस्टको जीवनमा एउटा ठूलो घटना घट्नुपर्छ, जसलाई इन्साइटिङ इन्सिडेन्ट भनिन्छ। यो घटना राम्रो पनि हुन सक्छ, नराम्रो पनि हुन सक्छ, तर त्यसले प्रोटागोनिस्टलाई एउटा चुनौती दिन सक्नुपर्छ। मास्टर उगुएले पोलाई ड्र्यागन वारियर बन्न सक्षम भनेर घोषित गरिदिन्छन्। मास्टर सिफू, फ्युरियस 5 र पू आफै 3 छक्क पर्छ। अब उसको अगाडि ड्र्यागन वारियर बन्ने एउटा चुनौती आयो। त्यसपछि प्रोटागोनिस्टले एउटा निर्णय लिनुपर्छ, कि त यो चुनौतीलाई स्वीकारेर अघि बढ्ने, कि त त्यसलाई व्यवस्था गर्ने र चुप्प लागेर बस्ने। पोले कि त ड्र्यागन वारियर बनेर साबित गर्नु पर्यो, जसको लागि उसले कङ फु ट्रेनिङ गर्नुपर्छ, कि त उसले हार माने आफ्नो पुरानै जीवनमा फर्किनु पर्यो, रेस्टुरेन्टमा नुडल्स बनाएरै बस्नु पर्यो। कथालाई अगाडि बढाउनु भए पनि प्रोटागोनिस्टले त्यो चुनौती स्वीकार्नै पर्छ। पो कङ फु ट्रेनिङ गर्न तयार हुन्छ। यसलाई फर्स्ट प्लट पोइन्ट भनिन्छ, जसले अब कथालाई एक्ट 2 मा पुर्याउँछ। एक्ट 2 मा प्रोटागोनिस्टले विभिन्न दुःख, कष्ट र अरू चुनौतीहरूको सामना गर्छ। उसलाई हामीले एकपछि अर्को समस्या दिइराख्नुपर्छ, नभए फिल्म हेरिरहेका दर्शकले झ्याउ मान्छन्। पोको सङ्घर्ष सुरु हुन्छ। कसैलाई लाग्दैन कि ऊ ड्र्यागन वारियर बन्न सक्छ भनेर। सबैजना उसलाई त्यहाँबाट भगाउन मात्र खोज्छन्, अनि ट्रेनिङको नाममा सबैको उसले धुस्नु धुलाई भेट्छ, तर पनि उसले हार मान्दैन। त्यसपछि आउँछ मिड पोइन्ट। नामबाट नै बुझ्नुभयो होला, कथाको बिचमा आउँछ, फिल्मको इन्टरभलमा। मिड पोइन्टले कथाको डिरेक्सनलाई एउटा नयाँ मोडतिर ढकाल्न सक्नुपर्छ। प्रोटागोनिस्टको जीवनमा अझ ठुलो चुनौती र अझ ठुलो समस्या आउनुपर्छ। यदि ऊ जङ्गलमा छ भने अब ऊ बाघको ओडारमा पस्नुपर्छ। यदि ऊ खोलामा तैरिरहेको थियो भने अब बाढी आउनुपर्छ। फिल्मको एन्टागोनिस्ट थाइलङ जेलबाट फरार भएर बदला लिन आउँदैछ भन्ने समाचार आइपुग्छ। थाइलङ सबैभन्दा बलियो र काबिल कङ फु वारियर हुन्छ, जसलाई मास्टर सिफू आफैले ट्रेन गरेका हुन्छन्, र उसलाई रोक्न सक्छ त केवल ड्र्यागन वारियरले। पोको लागि सबैभन्दा ठुलो चुनौती, र उसलाई कङ फुको क पनि आउँदैन। त्यसपछि आउँछ सेकेन्ड प्लट पोइन्ट, प्रोटागोनिस्टको सबैभन्दा लोएस्ट मुभमेन्ट। उसले जित्ने भन्दा पनि हार्ने चान्स बढी देखिन्छ। मास्टर सिफूले पोलाई ड्र्यागन वारियर बन्न ट्रेन गर्छन्, तर थाइलङलाई जित्न त्यतिले पुग्दैन। उसलाई अझ बढी पावर चाहिन्छ, र त्यो पावर ड्र्यागन स्क्रोलमा हुन्छ। पोले ड्र्यागन स्क्रोल पढ्न सुरु गर्छ, तर त्यसमा केही लेखिएको हुँदैन, खाली हुन्छ। अब थाइलङलाई जित्न सक्ने कुनै उपाय वा तरिका छैन। पो हार मानेर भ्याली छोडेर जान तयार हुन्छ। सेकेन्ड प्लट पोइन्टले हामीलाई एक्ट 3 मा प्रवेश गराउँछ। एक्ट 3 मा कथाको एन्डिङ हुन्छ, तर एन्डिङभन्दा अगाडि केही धमाकेदार हुन जरुरी छ, नभए अडियन्सले खल्लो मान्छन्, र त्यस धमाकेदार घटनालाई भनिन्छ द क्लाइमेक्स। क्लाइमेक्समा कि त प्रोटागोनिस्टले जित्छ कि त हार्छ। क्लाइमेक्सलाई द हाइएस्ट पोइन्ट अफ टेन्सन पनि भनिन्छ। पोले ड्र्यागन स्क्रोल पछाडिको मिनिङ बुझेपछि थाइलङसँग भिड्न ऊ जेड प्यालेस फर्कन्छ। फिल्मको क्लाइमेक्समा पोले उसी फिङ्गर होल्ड टेक्निक युज गर्छ, जुन फिल्मको सुरुमा नै फोरस्याडो गरिएको थियो, र थाइलङलाई हराउँछ। फिल्मको क्लाइमेक्स जति इन्टेन्स र इम्प्याक्टफुल, त्यति नै अडियन्सको पैसा वसुल। त्यसपछि हामीले कथालाई बिस्तारै ऱ्यापअप गर्दै लग्नुपर्छ। यत्रो ठुलो चुनौतीको सामना गरिसकेपछि प्रोटागोनिस्टको जीवनमा के कस्तो परिवर्तन आयो त भनेर हामीले देखाउनुपर्छ। फिल्मको एन्डिङ पोजिटिभ नोटमा नै गर्दा ओभरअल एक्सपिरियन्स अडियन्सको लागि मिनिङफुल हुन पुग्छ। 3 एक्ट स्ट्रक्चर युज गरेर नै कथा लेख्नुपर्छ भन्ने कुनै नियम छैन। तपाईँ आफ्नो तरिकाले, आफ्नो हिसाबले कथा लेख्न सक्नुहुन्छ, तर यदि कतै अल्मलिनु भयो भने यस्तो टेक्निकले तपाईँलाई कथा अगाडि बढाउन हेल्प चाहिँ गर्छ। यति भन्दै आजको भिडियो यहीँ सकाउन चाहन्छु। यदि भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।